साथीहरू हार्दिक नमन। सर्वप्रथम त यहाँहरूलाई थारूहरूको माघी पर्व र मगरहरूको मकर सङ्क्रान्ति को अवसरमा सबैमा शुभकामना भन्दै अहिले चाहिँ म हाम्रो देश नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा आफ्ना केही व्यक्तिगत भावहरू सम्प्रेषण गर्न गइरहेको छु। सोभन्दा अगाडि भर्खरै मात्र निर्वाचित हुनुभएको नेपाली कङ्ग्रेस विशेष महाधिवेशनबाट निर्वाचित हुनुभएको गगन कुमार थापाज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँका यी दुई शब्द सुनौँ। हाम्रो पार्टीको पूर्व सभापति श्री आदरणीय शेरबहादुर देउवालाई पनि सम्मान राख्दै सिङ्गो काङ्ग्रेसलाई एक ढिक्का बनाएर पूर्व पार्टी सभापतिको लस्करमा आदरणीय दाइ शेरबहादुर दाइलाई पनि राखेर हामी अगाडि बढ्छौँ। सभापति जस्तो जिम्मेवारी आज तपाईँहरूले सुम्पर्नु भएको छ। यो सानो जिम्मेवारी होइन, यो सानो अभिभार होइन। म इमान्दारितापूर्वक तपाईँहरूको बिचमा शपथ खाएर भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पर्नु भएको छ, तपाईँहरू कसैको पनि शिर निहुराउने अवस्था आउन दिने छैन। नेपाली कङ्ग्रेसको विशेष महाधिवेशन काङ्ग्रेसको इतिहासमा मात्र होइन, आधुनिक नेपालको इतिहासमा भुइँ तहको कार्यकर्ताहरूले गरेको सबैभन्दा ठुलो हस्तक्षेप हो। पुनः नवनिर्वाचित सभापति थापाज्यूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै एकपटक राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीका कुराहरू पनि सुनौ न त। गगन थापाले चाहिँ एउटा युगान्तकारी निर्णय गरे। यो युगको आवाज हो जे गगन थापाले गर्दैछन्, किनभने त्यो गर्नु अनिवार्य थियो। त्यो गरेन भने काङ्ग्रेस सकिन्थ्यो। काङ्ग्रेस सक्ने कि शेरबहादुर सक्ने भन्ने कुरा थियो। यता चाहिँ ओली सक्ने कि एमाले सक्ने भन्ने कुरा थियो। एमाले जनहरूलाई बरु एमाले सकियोस्, ओली रहनुपर्छ भन्ने रहेछ। अब त्यही हुन्छ। त्यहाँ मित्रहरू, अबको नेपाली कङ्ग्रेस जुन लोकतन्त्रको एउटा आस्थाको धरोहर र लोकतन्त्रको बचाउका लागि चाहिँ पैरवी गर्दै आएको एउटा खम्बा चाहिँ अहिले अलिकति यो अवस्थामा आइरहँदा अब निर्वाचन आयोगले चाहिँ कसलाई चाहिँ मान्यता देला भन्ने प्रसङ्गहरू यत्रतत्र छरिरहेको अवस्था छ। मलाई लाग्छ निर्वाचन आयोगले गगन कुमार थापाकै नेतृत्वको कङ्ग्रेसलाई मान्यता दिन सक्छ। किनभने कङ्ग्रेस एउटा पुरानो विधि र पद्धति बोकेको पार्टी हो। उसको आफ्नै पार्टी कार्यविधिहरू छन्, विधि पद्धतिहरू छन्, जसमा 40% महाधिवेशन विशेष महाधिवेशन गर्नलाई 40%को सङ्ख्यामा हस्ताक्षर भएमा हुने भन्ने पनि लेखिएको रहेछ। र यो विशेष महाधिवेशनबाट चाहिँ करिब 60% माथि 62-63% भनिएको छ को सहभागीद्वारा यो सभापति चयन भएको हैसियतले मलाई लाग्छ निर्वाचन आयोगले आधिकारिकता गगन कुमार थापाकै नेतृत्वलाई दिन सक्छ। अब अर्को प्रसङ्ग उठेको छ समानुपातिकको सूची। समानुपातिकको सूची निवर्तमान सभापति नै भनौँ शेरबहादुर देउवाज्यूको हस्ताक्षरमा बुझाइएको छ निर्वाचन आयोगमा। तर त्यो भनेको मलाई चाहिँ के लाग्छ भने शेरबहादुर देउवा एउटा व्यक्ति नभएर एउटा संस्थाको चिफको नाताले बुझेको हुनाले अब जो छ संस्थाको चिफ उहाँकै नेतृत्वमा पुनः समानुपातिकको लिस्ट जान सक्छ। यो मेरो बुझाइ। साथीहरू, भिडियो अलि लामो हुनसक्छ, स्किप नगरिकन हेरेर माया गरिदिनुहोस् है। त्यसै गरी अर्को कुरा चाहिँ के छ देखिन्छ भने कुन आधिकारिक भन्ने सवालमा पनि अब प्रसङ्गहरू अहिले धेरै उठिरहेका छन्। अब फागुन 21मा चुनाव हुँदैछ। यदि चुनाव भइहाल्यो भने अब तत्काल अब अर्को नयाँ
पार्टी गठन गरेर त्यसलाई मान्यता दिएर जाने अवस्था पनि देखिँदैन निर्वाचन आयोगले। र यदि त्यस्तो नयाँ अर्को पार्टी गठन भइहाले पनि यो आउने चुनावमा सहभागी हुने अवस्था देखिने सम्भावना निकै कम देख्छु म। त्यसो भएको हुनाले गगन कुमार थापाकै नेतृत्वको कङ्ग्रेसले नै आधिकारिक मानेर चुनावमा सहभागी हुन्छ कि भन्ने मेरो व्यक्तिगत विश्वास चाहिँ एउटा भाव रहेको छ। अब कुरा गरौँ कङ्ग्रेसको इतिहासको बारेमा। कङ्ग्रेस त अहिले मात्रै फुटेको त होइन। हिजो इतिहासदेखि 2003 साल मा कङ्ग्रेस पार्टीको स्थापना हुँदै गर्दादेखि नै फुटको इतिहास त देखिरहेको। इतिहास पढ्दाखेरि हामी त्यो पढ्न पाउँछौँ। लगभग अहिलेसम्म आइपुग्दाखेरि 8औं पटक यो कङ्ग्रेस पार्टी चाहिँ विघटित भएको अथवा फुटेको भन्ने इतिहास हामी लगभग पढ्न पाउँछौँ। हिजो जेनजी आन्दोलन गरेर देउबाले चाहिँ त्यत्रो पीडा भोग्नु पर्यो। नभन्दै उहाँले त्यसलाई त्यो जेनजी आन्दोलनलाई स्वीकारेर चाहिँ कार्यवाहक सभापति पूर्णबहादुर खड्काज्यूलाई दिएर उहाँ सिङ्गापुर जानुभएको पनि हो। फेरि अचानक उहाँमा केको लोभ त्यस्तो पलायो, मेरो एउटा व्यक्तिगत भाव। उहाँले चाहिँ राम्ररी नै नयाँ पुस्तालाई सुम्पिएर आफू चाहिँ अभिभावकको भूमिका निर्वाह गर्नुभएको भए पनि अति राम्रो हुने थियो। यता गगन दाइले पनि अब नियमित महाधिवेशन त हुँदैन थियो, करिब 3 मिनट 4 मिनट पछाडि त्यहाँसम्म पर्खिनु भएको भने हुन्थ्यो। तर यो फुटको इतिहास हेर्दाखेरि चाहिँ हिजो 2059 सालमा पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाज्यूले शेरबहादुर देउवालाई यसरी नै निष्कासन गर्नुभएकै हो। र अहिले पनि उहाँले गगन कुमार थापाद्वय महामन्त्री द्वय लगायतलाई निष्कासन गर्नुभएको कुरा पनि एकातिर सुनिरहेको अवस्था छ। लगभग यसको यो फुटको इतिहास हेर्दाखेरि यी दुईवटा घटनालाई हेर्दाखेरि चाहिँ कतै देउबा नै यसको प्रमुख भूमिकामा त रहेनन्, उनका सल्लाहकारहरूको नै प्रमुख भूमिका त रहेन भन्ने कुरा पनि ज्वलन्त देख्न सकिन्छ। अरू कुरो मैले अघि पनि व्यक्त गरिसकेको छु। कङ्ग्रेसको फुटको इतिहास हिजो 2003 सालमा कङ्ग्रेस स्थापना हुँदै गर्दा 2003 माघ 12 गते भनिन्छ स्थापना हुँदै गर्दा त्यति बेला नेपाली राष्ट्रिय काङ्ग्रेस रेग्मीज्यूको नेतृत्वमा थियो। 1 वर्ष नपुग्दै बिपी गुट र रेग्मी गुट भनेर इतिहास पढ्न पाइन्छ। त्यो पहिलो पटकको विघटित जस्तो देखियो। दोस्रो पटक 2009 सालमा पनि रेग्मी गुट र ऋषिकेश शाहको गुट भनेर इतिहास हामी हेर्न पाउँछौँ। त्यसै गरी पछि 2009 सालमै जनकङ्ग्रेसको रूपमा त्यो जनकपुर महाधिवेशनमा चाहिँ त्यो भएको त्यो 5औं महाधिवेशन भनौँ होइन, त्योबाट पनि एउटा बिपीको नेतृत्वको एउटा छुट्टै समूह गठन भएको देखिन्छ इतिहास। त्यसै गरी पछि नेपाली कङ्ग्रेस वामपन्थीको रूपमा पनि इतिहास देखिन्छ, जसमा चाहिँ नेपाली कङ्ग्रेस वामपन्थीको रूपमा चाहिँ केदारमान व्यथित, बालचन्द्र शर्मा, राजेश्वर देवकोटा लगायतको ग्रुपहरू त्यो जुन 2012 सालमा वीरगञ्ज सम्मेलनबाट त्यो नेतृत्व गठन भएको जस्तो देखिन्छ। त्यसै गरी पछि राष्ट्रिय प्रजा पार्टीका रूपमा पनि बिपीले चाहिँ मातृका प्रसाद कोइरालालाई नै कारबाही गरेको इतिहास हामी देख्छौँ। त्यसै गरी पछि आएर नेपाली कङ्ग्रेस प्रजातान्त्रिकका रूपमा पनि 2059 सालमा मैले अघि पनि भनिसकेँ, गिरिजा बाबुले चाहिँ शेरबहादुर देउवाज्यूलाई कारबाही गरे पछाडिको इतिहासमा शेरबहादुर देउवाले पनि नेपाली कङ्ग्रेस प्रजातान्त्रिक भनेर गठन गर्नुभएको थियो। पछि 2072 सालमा आइपुग्दाखेरि चाहिँ नेपाली कङ्ग्रेस बिपी भनेर पनि गठन गरेको पाइयो। र यो अहिलेको चाहिँ यो हिजोबाट उत्पत्ति भएको नयाँ परिस्थितिलाई हेर्दाखेरि चाहिँ यो 8औं पटक नेपाली कङ्ग्रेस चाहिँ विघटित भएको वा विचलित भएको जस्तो अनुभव यो हिजोको जुन 2082 पौष 30 गतेको घटनाले हेर्दाखेरि। र यथार्थमा जे भए तापनि यसलाई हामीले भावमा सारमा हेर्दाखेरि विशेष महाधिवेशन पार्टीको कार्यविधिभित्र रहेछ र
लगभग 62% उपस्थिति पनि हुनुभएकै हो र जेनजी आन्दोलन पश्चातको एउटा यो देशको म्यान्डेट भनेको चाहिँ एउटा नयाँ पुस्ताले नै एउटा सम्हाल्नुपर्छ भन्ने म्यान्डेट पनि हिजो म्यान्डेट पनि स्थापित भएकै हो। त्यसो भएको हुनाले गगनकुमार थापाकै नेतृत्व चाहिँ बढी बलियो भएर जान्छ कि भन्ने मेरो व्यक्तिगत भाव। भिडियो अलि लामो भएकोमा यहाँहरूसँग चाहिँ हार्दिक माफी माग्दै एउटा छोटो मिठो तपाईँको पनि प्रतिक्रिया सम्प्रेषण गर्न नभुल्नु होला है त। हवस्, धन्यवाद।